को माध्यमबाट बनाइएको भिडियो जुन हाम्रो यस क्षेत्रका उम्मेदवारले यति पैसामा उति पैसामा टिकट किनेर लिएर आयो भनेर भ्रम सिर्जना गर्ने कार्य जुन भएको छ यसमा चाहिँ हाम्रो गम्भीर ध्यान आकर्षण भयो। म राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सचिव आदरणीय नेता अमरनाथ पाठकजीलाई म विनम्र अनुरोध गर्दछु। धन्यवाद। राष्ट्रिय स्वतन्त्र पार्टी नवलपरासी बसुको निर्वाचन क्षेत्र नम्बर 2 को हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीले अगाडि सारेको उम्मेदवार आदरणीय दाइ नरेन्द्र गुप्तालाई लक्षित गरेर उहाँको चरित्र हत्या गर्ने मनसायले एआई जेनेरेटेड भिडियोलाई बढीभन्दा बढी सेयर गरेर भाइरल बनाइएको अवस्था छ। पत्रकार सम्मेलन मार्फत यसको सत्य तथ्य चिरफाड गर्नलाई यहाँ उपस्थित भएका छौँ। पहिला चाहिँ तपाईँकै चर्चा थियो, उम्मेदवारी चाहिँ तपाईँले दिने भनेर, टिकट तपाईँको आउने भन्ने चर्चा थियो होइन। त्यसपछि नरेन्द्र कुमार गुप्ताज्यूको टिकट आयो। अब त्यसपछि अहिले आज तपाईँहरूले जुन 70 लाखको कुरा गरिराख्नु भएको छ, के हो त वास्तविक चाहिँ भनिदिनुहोस् न। यो टिकटको अब चर्चा परिचर्चामा जिल्लाबाट सिफारिस भएर मेरो नाम गएको थियो। सबैभन्दा पहिला उम्मेदवारी चाहिँ एप्लिकेसन दिने चाहिँ आवेदककर्ताको रूपमा म रहेको थिएँ। विभिन्न समूहहरूको मर्जरका कुराहरू आए र मर्जर हुँदै गर्दाखेरि त्यसमा चाहिँ अन्य उम्मेदवारहरूले पनि स्वतः स्फूर्त उम्मेदवारीको एप्लिकेसन दिन पाउने व्यवस्था गरियो र जसमा चाहिँ अन्य मसहित फेरि अन्य उम्मेदवार आवेदककर्ताहरू 5 जना थप हुनुभएको थियो। र कुल नवलपरासी बसुको क्षेत्र नम्बर 2 मा चाहिँ कुल 6 जनाको उम्मेदवारी भएको थियो। र त्यसबाट चाहिँ यो घटनाक्रम विकसित हुँदै गर्दाखेरि अन्तिम अवस्थामा पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी यो नवलपरासी क्षेत्र नम्बर 2 को तर्फबाट आधिकारिक उम्मेदवार हाम्रो नरेन्द्र गुप्ता दाइलाई अगाडि सारेको थियो। यो पैसाको कुरा आइरहेछ नि, के राजसभामा पनि पैसा दिएरै टिकट किन्नुपर्ने रहेछ? होइन, यो राष्ट्रिय स्वतन्त्र पार्टीमा हामीले अब यो सुन्नै नपर्ने कुराहरू, यी चाहिँ एआई जेनेरेटेड भिडियोहरू र हाम्रो उम्मेदवार विशेष गरिकन हामीले अगाडि सारेको पार्टी सम्पूर्ण तपाईँहरूले देख्न सक्नुहुन्छ। पार्टी एकबद्ध भएर हाम्रो उम्मेदवारसँग हामी सँगसँगै हातेमालो गरेर अगाडि बढिरहेका छौँ। किन भन्दाखेरि यो पैसाको चहल खेलको कुनै पनि कुरा यहाँ देखिँदैन। किनभने त्यो प्रतिस्पर्धा उम्मेदवारीको आवेदककर्ताको रूपमा म अन्तिम घडीसम्म त्यही उपस्थित रहेको छु र पार्टीले पूर्ण विश्वास गरेर पछि चाहिँ सहर्ष सहमतिमै आदरणीय हाम्रो नरेन्द्र गुप्ता दाइको नाम सिफारिस भएर अन्तिम अवस्था आउँदासम्मको समयमा म त्यही उपस्थित रहेको हुनाले यी कुराहरूलाई हामीले ठाडै खारिजी गर्छौँ। क्षेत्रका लागि टिकट माग्नेहरू अथवा टिकट चाहनेहरूको सङ्ख्या 6 थियो। अहिले एकजनाले टिकट पाउनुभयो होइन। अब त्यो कसरी पाउनुभयो त्यो पनि म डिटेल भन्दैछु। तर जो टिकट नपाएको व्यक्तिहरू हुनुहुन्छ, अब आज उहाँ कतिजना देखिनु भएको छैन। त्यो टिकट नपाउने व्यक्तिहरूमध्ये देखिने र म नै उम्मेदवार हो भनेर सोचेर लाग्ने व्यक्ति भनेको अमर पाठकजी नै हुनुहुन्छ। उहाँको 100% समर्थन छ, पुरै पार्टीको 100% समर्थन छ। राष्ट्रिय स्वतन्त्र पार्टीले एउटा नेता पाएको छ, एउटा अगुवा दाइ पाएको छ, एउटा प्रतिनिधि पाएको छ। हामी यसरी नै लागिरहेका छौँ र बाहिर जुन कुराहरू आइराखेको छ, सबभन्दा पहिला कि राष्ट्रिय स्वतन्त्र पार्टीकै परिवारले रुचाएको छैन सँगै हिँडेका, यो चाहिँ एकदमै गलत, सरासर झुट हो।